पुग्नलाई पनि सजिलो, पुगेपछि जीवनको एक लक्ष्य पूरा भए जस्तो आवाज हुने देवभूमि हो मुक्तिनाथ। श्रद्धालुहरूको लागि तीर्थस्थल र प्रकृति पुजारीको लागि स्वर्ग हो मुक्तिनाथ। अहिले नेपालीहरू घुम्न रुचाउने भएका छन्। पैसा बचत गरेर नयाँ ठाउँ घुम्न जाने भएका छन्। घुम्न असाध्यै मन पराएको स्थानहरूमध्ये अप्पर मुस्ताङ पनि एक हो। कोभिड-19 पश्चात हामी नेपालीहरू घुम्न निस्कने भएका छौँ। नयाँ ठाउँमा जाने र अविस्मरणीय पलहरू आफ्नो क्यामेरामा कैद गर्ने बानी हामी नेपालमा बस्दै आएको छ। यस अप्पर मुस्ताङ भ्रमणमा हामी 2500 वर्ष पुरानो गुफामा पनि प्रवेश गर्नेछौँ, जसलाई जोग गुफा भन्ने गरिन्छ। अत्यन्तै सुन्दर गाउँ मार्फा गाउँको पनि भ्रमण गर्नेछौँ, जसलाई स्याउ उत्पादन केन्द्र पनि भन्ने गरिन्छ। जहाँको संस्कृति र कलाले बेग्लै महत्त्व बोकेको पाइन्छ, जुन गाउँले हरेक नेपाली बासिन्दालाई मोहित पार्न सफल भएको छ। हाल नेपालमा गाडीमा भन्दा बाइकमा घुम्न जाने बढ्दो क्रममा छ। यस्तै खालको नयाँ अनुभव बटुल्न हामी पनि यसपटक काठमाडौँदेखि अप्पर मुस्ताङ हुँदै ओराला नाकासम्मको यात्रामा निस्किएका छौँ। आउनुहोस् हामीसँगै अप्पर मुस्ताङ यात्रामा तपाईँ पनि जोडिनुहोस् र हामीले बटुलेको नयाँ अनुभवलाई तपाईँले पनि अनुभव लिनुहोस् र मुस्ताङ यात्रामा लाग्ने योजना बनाउनुहोस्। काले हामी कहाँ जानु लाग्यो? हामी मुस्ताङ मुक्तिनाथ दर्शन गर्न जानु लाग्यो। हामी को जानु? हामी नुनो लामा र जिते लामा। अच्छा, हामी अहिले ठ्याक्कै मागलबारीमा जानको लागि कफी खाँदैछौँ। अनि त्यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ। सुरु भएपछि बिच बाटोतिर भेटौँ ल, धेरै कुरा नगरौँ। ल कहाँ छ? यतिखेर खानकोटभन्दा ओह्रालोमा धुलो खाएर जाँदैछौँ। नवबिसेको ओह्रालो होइन, नवबिसेको ओह्रालोमा धुलो हेर्न सक्नुहुन्छ होइन। डेन्जर धुलो छ। आजको यो काले तेरो र मेरो पहिलो जाम होइन त्यो? पहिलो जाम कहाँ जाम यो कहाँ रे? यो धादिङदेखि क्रस गरेर अब हामी अब गोर्खाको बोर्डरतिरै छौँ होइन। यो अब पर्न चाहिँ गोर्खै पर्छ। अब अहिले हामी जङ्गलमा छौँ। जाममा पुरै जाम, जङ्गलमा डेन्जर जाम। जाम 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 कता जाम? अहिले हामी कहाँ छौँ भन्छ? जल्दी बोल, कल सुबह पनवेल निकलना है। पोखरा अब यहाँबाट 90 किलोमिटर। त्यही हो, ब्रेक पनि फेल भयो, बनाइयो पनि। अब मेरो पालो चलाउने बिहान 7:30 लाउनु 7:30 देखि भाइ यसलाई बाइक चलाउनु दियो कि नदियो? आउन भनिदियो त ल। के हावादार चलाउनु ल, हामी अब यस्तै बाइक राइड गर्ने रहेछ। मलाई चित्त बुझेन नि, बिच बाटोमा रोकेर फेरि म चलाउँछु। See you guys हर बापको एक बाप on the other side। अहिले हामी कहाँ छौँ रे? अनि म्याग्दी बेनीको याक बेनी होटल। हामी यो पोखरा सोखरालाई लात हानेर आयौँ, कहीँ पनि केही पनि खिचेन होइन त। त्यो धुलो मैलो के गर्नु होइन। हामी पोखरा फर्किने बेलामा जान्छौँ है। यहाँ निकाल्दै काला पत्ता खाने के ओल्दा खाने? काला पत्ता खानु अनि काला पत्ता अनि काला पत्ता
हेलो 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 अहिले कहाँ रे हामी कुन ठाउँमा रे अब रूपसे झर्ना आइपुग्ला रूपसे झर्ना आइपुग्ला है हामी चाहिँ बाटो देखाएर बाटो हेर त हामी चिलमा छौँ नि एकदम हामी एकदम चिलमा छौँ एकदम हाम्रो यात्रा राम्रो भइरहेको छ होइन मेन अहिले हुनुले बाइक बडी कुदाएर चाहिँ मलाई डर लागिरहेछ कस्तो बडी अलि स्पिड बडी कुदाएको मलाई डर लागिरहेछ हेलो 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 नमस्ते अहिले चाहिँ हामी डाना म्याग्दीमा आइपुगेका छौँ घुम्दै गर्दाखेरि चाहिँ हाम्रो इन्द्रावती गाउँपालिकाको हाम्रो प्यारो भाइ भेट भएको छ एकदम खुसी लाग्यो भाइ कस्तो लाग्यो त हामीलाई भेटेर खुसी लाग्यो हाम्रो गाउँको ओडाछे दाइलाई पनि चिन्नु हुँदो रहेछ भाइले एकदम खुसी लाग्यो यता हाम्रो यो हामीले कफी खाएको ठाउँको हाम्रो दाइ हुनुहुन्छ दाइले हामीलाई एकदम राम्रो सल्लाह सुझाव दिनुभयो त्यसको लागि दाइलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू हस् दाइ थ्याङ्क यू यो यहाँ थुप्रै कुरो बस पनि रहेछ सबै रहेछ यहाँ मारुनी भ्लगको छैन रहेछ हेलो हेलो के छ नमस्ते हजुर नमस्ते नमस्ते सबैजनालाई नमस्ते क्यामेरा घुमाइदियो अहिले हामी कहाँ आइपुग्यो अरे के झर्ना रूपसे झर्ना एकदम राम्रो रहेछ रूपसे झर्ना साह्रै मन पर्यो होइन राम्रो ठाउँ लाग्यो मलाई तपाईँहरू पनि घुम्न आउनु होला यो झर्ना हेरेर कस्तो लाग्यो हजुरलाई मतलब मेरो मन एकदम चंगा हो गया चंगा एकदम दिल खुश हो गया हाँ मेरे को हिंदी नहीं आता है अनि इंग्लिश आई डोंट नो इंग्लिश आई डोंट नो इंग्लिश तामाङ 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 आसे भयो समझी अहिले से कब से नेवारी भाषा एक दुई जी छ त माया तस्किया नयाँ मन पास को न भने बजी फकाएर गुटुक्का दामी छ यो भिडियोतिर मात्रै हेरेर हुन्थ्यो यहाँ अब ठाउँहरू सबै तर यो रेनी सिजनमा चाहिँ अलिकति डेन्जरै हुने रहेछ यहाँ है ठिक छ याक छ यहाँनिर याक तर डुप्लिकेट याक सेम लाइक जिते कालिया झोलाग्याङ यो झोलाग्याङ भइरहेछ यो काजी होइन त पाजी भइस् किन भन् न तैँले सुरुदेखि नन स्टप यो ब्याग बोकेको छस् क्या चढेर फोटो खिच्दै हो ओरिजिनलमै चढ्ने होइन चढेपछि यो सिरानीले पनि मुक्तिनाथ दर्शन गरेर आउँछ हिजो मैले त्यो होटलमा के भने तपाईँहरूकोमा सिरानी छैन भने हामी सिरानी बोकेर आएको भने त मऱ्यो भने हाँस्छ है राम्री थियो है त्यति तर दामी थियो यतिखेर हामी मुस्ताङ इन्ट्री भइसकेको छौँ देखा न रोड देखाएर भ्यू देखा न पहिरो हेर कत्रो पहिरो हो त्यो आज हामी मार्फा बस्न पायो भने झन् दामी पहिलो पहाड पहिलो हिमाल पहिलो हिउँ रमणीय दृश्य मन साह्रै खुसी भएको छ खाना लेटे नै गर्नु है खाना लेटे अन्त यो मात्र बादल आवाज देखेन त्यसले बादलले गर्दा राम्रो देखाएको छ त्यही पनि ठिक छ अलिअलि होइन राम्रो देखाएको छ आएपछि राम्रो रहेछ है एकदम राम्रो बाँकी अब अर्को एकछिनपछि अर्को भिडियो भयो त रुमसम बजार आइपुगेको छौँ हामी त्यहाँ माथि होइन वेल पम्प
वेलकम फर क्लाइम्बिङ रे रक क्लाइम्बिङ हेलो व्हाट्स अप दामी छ है यस गाइज हामी चाहिँ अब लगभग मुक्तिनाथमा आइपुगेको जस्तो भइसक्यो एकदम नजिक आइपुगिसकेको छौँ मलाई यो त्यो गाउँ होइन त हो जस्तो फिल भइरहेछ हैन यही हो भर्खर घाम लागिरहेको थियो घाम फेरि बादलले छिक्यो नुहाउँदाखेरि चाहिँ गाह्रो हुन्छ होइन हेलो 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 फाइनली हामी मुक्तिनाथ आइपुगेका छौँ सबैजनाले दर्शन गर्नु होला यहाँबाटै अन्त हामी 2 दिनको यात्रापछि आज सफल भएको छ यहाँ नुहाउनु लामा नुहाउनको लागि तयार गर्दैछ तयार हुँदैछ जय पशुपति जय मुक्तिनाथ ओम नमः शिवाय तीनचोटि चलत्कुण्डलं भ्रूसुनेत्रं विशालम् प्रसन्नाननं नीलकण्ठं दयालम् दुर्गाधीशचर्माम्बरं मुण्डमालम् प्रियं शं अहिले हामी अब अप्पर मुस्ताङ होइन अनि हामीलाई यो याक भन्ने चाहिँ एकदमै जुरेको फापिरहेछ सुरुदेखि याक यो एउटा तिनवटाको हामी हिजो बसेको याक बेनी अब उता पनि याकमै याक छ भने याकमै हो त्यहाँ याक अघि खाना खानु पनि बिहान याक अहिले यहाँ नि याक अब हामी कुन के सँगै के भन्ने साङमा गएर साङमा जाने त्यहाँबाट म चाहिँ नुहाएर होला सुटिङ गरेर कफी पनि साथी आएको छ होइन कागबेनीको गाउँको बिचबाट जाँदैछौँ होइन अप्पर मुस्ताङको लागि अप्पर मुस्ताङको लागि हेर्न कस्तो भयो
यो गाउँको यस्तो बाटोहरू भन्छु कि त्यहीबाट जाउँ कहाँ त्यहाँ यहाँबाट होला दाइ बाटो कन्फ्युज छौँ हामी देखायो होला अब बजेको कता हो ये यात्रा भन्ने भनेर छ नि होइन बाटो चाहिँ अलिक अप्ठ्यारै रहेछ राइट सेप होइन बाटो डेन्जर गाउँको मान्छेहरूले गाउँको बिचबाट आउनु बोर्डमा देखाएर रहेछ होइन बाटो गल्ली बाटो हेरौँ भनेर हामी पनि हेरिदिउँ नि त भनेर हेऱ्यो होइन बाटो चाहिँ अलिकति कालो अप्ठ्यारो रहेछ ओर्ली अब ओर्ली नै पऱ्यो नि बाटोको हालत हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो बाइक चाहिँ चिसो भएर तातेन के अरे चिसो कारणले गर्दा पिकअप अलिकति ल माथि गएर गर्नु तपाईँ बाटो एकदमै खराब रहेछ याग्रा अफ रोड बाइक अलिक चिसोको कारणले गर्दा पिकअप कम भएर ल्याउनलाई गाह्रो भएको कारणले गर्दा तलबाट ल्याउँदैछ याग्रामा हुनुलाम राइडरले बाइक ल्याउँदैछ तपाईँहरूले देख्न सक्नुहुन्छ यता छेउबाट हाल्ला चिसोले गर्दा बाइक ठ्याक्कै स्टार्ट बन्द भयो हेडलाइट बन्द गर न बाटो छ यता बाटो देख्न सक्नुहुन्छ यता यति राम्रो बाटो छ हामी यो राम्रो बाटो नआएर कागबेनीको गाउँको भित्रको बाटो हेरेर आउने भनेर आएको बाइकै स्टार्ट भएन किक छैन है धेरै नानै ब्याट्री डाउन हुन्छ अहिले चाबी अन अफ गर न त्यो स्विच पनि अन अफ गर एकचोटि हातको यतापट्टिको अब गर त बाटोको हालत यस्तो छ यार बाटोको हालत हेर्न सक्नुहुन्छ यहाँबाट ल्यायो भने ठ्याक्कै चढ्यो नि ठ्याक्कै अड्क्यो बाइक क्या हुआ हे विश्वकर्म बाबा रक्षा गर स्टार्ट भइदेऊ न न्युट्रल ल्याछ यस विश्वकर्म बाबा हुन्छ ल्यायो यतै हिँड्दा अब बाटो भाइले पादे हो यो भाइले पादे यार भर्खर हामी आएर रुममा बसेको यो भाइले पादे यार गना यार छ्या 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 पाद्नुहुन्छ भाइ पाहुनालाई पादेर स्वागत गर्ने हो पादेको गर्छ यो भाइले
तँलाई गनाइ गनाएन न तँलाई गनाइ गनाएन ल हामी चाहिँ अहिले छुसाङ है हामी मुस्ताङको छुसाङ कि भेन भेन हामी छुसाङ भेनमा आएर भर्खर रुममा आइपुग्यो भाइ छ यहाँ भाइ तातो पनि ल्याएर छ है थ्याङ्क यू भाइ तातो पनि ल्याइदिएकोमा है के भन्नु छ त हुनु के भन्नु छ आजको यात्रा कस्तो भयो ल ओके ल सी यू हेलो 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 हामी छुसाङ होटेलमा छुसाङ होटेल यहाँ नो स्मोकिङ भनेको छ नि हामी उतै बस्ने हो यता त रहेछ उता नो स्मोकिङ ल्याएर चाहिँ त्यही भएर हामी चाहिँ छुसाङ होटेलमा होइन यसो बनाएको मात्र हामी लगेर होइन यसो आएको बेला के भन्नुहुन्छ दिदी धन्यवाद अरू साथीहरू आउँदाखेरि हामी यहीँ पठाइदिन्छौँ हाम्रो छुसाङ होटेल होइन होटेल एकदम राम्रो लाग्यो ए हस् हस् खाना अहिले खाने अहिले चाहिँ हामी तोङमा खाने हो पहिला हस् 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 तोङमा भिजायो है हाम्रो ए हस् हेलो 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 हामीलाई चाहिँ जाडो भयो त्यही भएर हामी तोङबा खाँदैछौँ तोङबा मुस्ताङको तोङबा ल हजुर 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 तोङबासँग याकको सुकुटी वा त कम्बो स्मेल कस्तो स्ट्रङ आइरहेको छ यार काले